कहाँ जान्ला तिमी? मेरो त राम्रो आउँदैन। अब मैले त मेरो हामी कहाँ जाँदै हो? हेलो, झर्नामा? कहाँको झर्ना हो यो? भैँसेको? रमाइलो भइरहेछ? अब ऐसेले हामी चाहिँ हेटौडाबाट चाहिँ भैँसेको झर्नामा न्यु इयर इभ मनाउन गइरहेको छौँ। हामी चाहिँ आफ्नो फ्यामिलीसँग गइरहेको छु। नानी लगायत मेरो छोराछोरी र फ्यामिली मेम्बरसँग हामी चाहिँ झर्ना खेल्न गइरहेको छौँ। वातावरण गर्मी हेटौडा चाहिँ गर्मी ठाउँ हो, तर भैँसे चाहिँ चिसो ठाउँ हो। हरियाली पनि देखिरहनु भएको छ तपाईँहरूले। अब रमाइलो छ। हामीहरू अब मेन भनेको फ्यामिलीसँग घुम्न जान पाउनु नै ठुलो कुरा हो। अनि त्यसपछि आएर चाहिँ मेरो छोरी चाहिँ एकदमै एक्साइटेड भइरहेछ हैन। उसले चाहिँ अब ड्रेसअप पनि अब हेर्नु न, पुरै बीचमा जाने स्टाइलले लगाइरहेछ माथि चाहिँ। अनि एक्साइटेड भएर उसले समाइरहेछ। यसरी चाहिँ आफै गइरहेछ। अनि मेरो टोलीहरू अलिकति अगाडि पुगिसक्नु भयो। अनि हामी चाहिँ बिस्तारै जाँदैछौँ। केही गाडीबाट चाहिँ यो कच्ची बाटो भएको भएर चाहिँ हामी केही समयको लागि चाहिँ हिँडिरहेछौँ हैन। अनि हामी चाहिँ ड्राई पिकनिक पनि हुन्छ भनेर चाहिँ घरबाटै खानेकुराहरू बनाएर बोकिरहेका छौँ है। यसरी चाहिँ उहाँ चाहिँ मेरो आन्टी हुनुहुन्छ, तनुजा आन्टी, विशु अङ्कल। अनि त्यसपछि यतापट्टि हुनुहुन्छ अर्को आन्टी, त्यसपछि अगाडि हुनुहुन्छ सुदर्शन अङ्कलहरू है। यो चाहिँ सानो झर्ना हो है, ड्यामको झर्ना है यो चाहिँ। अब यो चाहिँ हामी एकदमै इन्जोय गरिरहेछौँ हैन, रमाइलो भइरहेछ। यदि तपाईँ हेटौडामा हुनुहुन्छ र कहाँ चाहिँ घुम्न जाउँ, कहाँ चाहिँ रमाइलो रिफ्रेसमेन्टको लागि जाउँ भन्ने सोचिरहनु भएको छ भने चाहिँ भैँसे हेटौडा बजारबाट चाहिँ हाफ एन आवर 45 मिनटमा चाहिँ पुगिन्छ। त्यहाँ गएर चाहिँ रमाइलो गर्न सकिन्छ हैन। मैले पनि अब हेटौडाको ठाउँमा चाहिँ यो चाहिँ फर्स्ट टाइम गएको हो। हामीले रमाइलो गऱ्यौँ, एकदम इन्जोय गऱ्यौँ है। अब यहाँ तनुजा आन्टी डान्स पनि गरिरहनु भएको छ। हाम्रो आन्टीहरू एकदमै रमाइलो हुनुहुन्छ है, अङ्कल आन्टी सबै। यसरी इन्जोय गरिराख्दाखेरि चाहिँ के भयो भन्दाखेरि त्यहाँ यो चाहिँ एकदमै पिकनिक स्पट पनि हो हैन, रिफ्रेसमेन्टको लागि। तर अब मान्छेहरू चाहिँ कस्तो अनसिभिलाइज छन् भने है, सबै ड्रिङ्क्स गरेर सबै बोतलहरू त्यहीँ फाल्थे कि। अनि हाम्रो अन्त आन्टीको चाहिँ खुट्टा पनि काट्यो त्यतिखेर हैन सिसाले। यो चाहिँ मान्छेहरूले बुझ्नुपर्ने